नमस्ते सम्पूर्णलाई म फेरि वायुको एउटा योग शिक्षा एउटा म छोटो समयमा सरल भाषाबाट चाहिँ म जानकारी गर्न भइरहेको छु। अघिल्लोको भिडियोहरूमा चाहिँ मैले भन्नुभएको छ हाम्रो बुद्ध तम्बाले चाहिँ मान्छेको शरीरमा चाहिँ 84,000 प्रकारको एउटा वायु हुन्छ। त्यसमाथि मूल वायु भनेको चाहिँ 5 प्रकारको निकाल्नु भएको छ। सोङजिङ घेन्ग्यु मेन्याम ख्याप्जे थुर्सिल भनेर 5 प्रकारको एउटा योग शिक्षा एउटा निकाल्नु भएको छ। आज चाहिँ म थुर्सिल लुङ भन्ने एउटा वायुको योग एउटा अभ्यास कसरी गर्ने भन्ने भन्न गइरहेको छु। थुर्सिल लुङ भन्दाखेरि चाहिँ हाम्रो यो नाइटोभन्दा तलको भागहरूको शरीरमा चाहिँ जुन पसिना रगत पिसा दिशा जुनसुकै फोहोरहरू चाहिँ समयमै बाहिर निकाल्ने र स्वास्थ्यको लागि एउटा उपयोग एकदमै महत्त्वपूर्ण एउटा हो। हाम्रो यो समयमै टोइलेट नआएको जस्तै अब यो नाइटोभन्दा तलहरूको भागमा चाहिँ एकदमै वायुको इम्पोर्टेन्ट एउटा योग शिक्षा एउटा हो। त्यसैले चाहिँ म अब यो कसरी गर्ने भन्ने तरिकामा हामी सँगै अभ्यास गर्दै म भन्न गइरहेको छु। फर्स्टमा त तपाईँ एकदमै सुख शान्तिको खुल्ला ठाउँमा तपाईँ बसी राखिकन अनि शरीरलाई एकदमै शान्ति र सुख स्वास्थ्य एउटा महसुस गर्नुपर्ने हुन्छ। त्यसै गरी तपाईँले शरीरमा बाहिरको चिसो हावा सफा हावा एउटा तानेको महसुस लिइकन बस्नुपर्ने हुन्छ। यो वायु चाहिँ सिधै हाम्रो यो बिचबाट गएर नडीको यो बिचबाट गएर हाम्रो मूलद्वारा र मूत्रद्वाराको बिचमा चाहिँ ध्यान लगाउनु पर्ने हुन्छ। अनि यो घुँडामा समातिकन 5 चोटि यसरी घुमाउने। फेरि यता पनि 5 चोटि घुमाउने। ध्यान चाहिँ मूत्रद्वारा र मलद्वाराको यो बिचमा लगाएर राख्नुपर्ने हुन्छ। त्यसरी 5 चोटि गरिसकेपछि अनि सास बाहिर बिस्तारै लास्टमा चाहिँ सबै छोड्नुपर्ने हुन्छ। त्यसरी गरी आफ्नो ध्यान चाहिँ यो नाइटोभन्दा तलको भागमा चाहिँ लगाइराखिकन शान्तिको एउटा सुखको एउटा महसुस गरिकन तपाईँले बस्नुपर्ने हुन्छ। त्यसरी तपाईँले बिहान बेलुका खुल्ला ठाउँमा चाहिँ तपाईँले यो शिक्षा लिनुभयो भने तपाईँको एकदमै स्वास्थ्यको लागि एकदमै राम्रो हुन्छ भन्ने बुद्धको भनाइ छ। हस्त धन्यवाद।